त्यसलाई मैले एउटा शब्द पनि म यो गर्न लाग्छु नि भनिनँ, त्यो गर्न लाग्छु नि भनिनँ, त्यसलाई मैले कुनै कुरा सेयर पनि गरिनँ होइन। त्यसलाई मलाई रिस रहेछ होइन, त्यसलाई पनि मैले चाहेको भए त मसँग नि कति कुरा हुँदाखेरि पनि म त चुप लाएर बसेको हो नि त। म आफ्नो दुःख गरेर खाने मान्छे, अरू जेसुकै गर्नु मलाई मतलब छैन भनेर बसेको मान्छे। त्यसलाई रिस रहेछ, म अदालतमा गएर पटक पटक गरेर चाहिँ निकाले चाहिँ राम्रो हुने रहेछु, अनि म अदालतमा नजाँदाखेरि चाहिँ नराम्रो हुने रहेछु भने त यो त मानवता हो र आइहाल्यो नि त। अनि तिम्रो बोल्नलाई मात्रै आएको हो म है। म अब तपाईँहरूले जस्तो सुकै सोच्नु, तर म जिन्दगीमा त्यसलाई कुनै कुरा सेयर गरेको पनि होइन, म भनेको नि होइन। तपाईँको घरको फोटो मैले मिलाएको पनि होइन, म यो कुनै कुरामा छँदा पनि छैन। मैले यति हो, उसले मेरो पैसा डुबाइदिएको हो दिपा शर्मालाई मैले केस गरेको, चेक बााउन्सको मैले पक्राउ पुर्जी निकालेको। ऊ 50 वर्षपछि आए पनि मैले उसलाई थुनाउँछु, जति जे गरे पनि मैले थुनाएरै छोड्छु होइन। मैले एउटा केस होइन धेरैवटा केस गरेको छु होइन, त्यति हो। मलाई अरू कसैको बारेमा रिसिभिङ छैन, मलाई मतलब पनि छैन। यही बिचरा यो शान्ति दिदी आउँदाखेरि मैले केसम्म भनेको भने होइन, शान्तिलाई यहाँ नल्याउने भन्दाखेरि पनि होइन, हिजोको दिनमा उसले बिर्सिसक्यो, अब सुध्रिसक्यो भनेपछि ठिक छ त यहाँ आउनु भने। मैले शान्ति दिदीले कमाएको पैसाले मिनी वाटर पानी खाएको छु भने आजको रात काट्न नपाऊँ। शान्ति दिदी बोल्नु यो कुरा। दिदीले ब्याग दे, मैले त त्यो ब्याग अहिलेसम्म बोकेको पनि छैन, चलाएको पनि छैन। मैले लिएर चाहिँ राखेको हो होइन, तर मैले त्यो ब्याग मैले चलाएको पनि छैन। उसले दिए, मैले चाहिँदैन भन्दा नि दिएका हुन् उनीहरूले। जति हो अघिल्लो दिनदेखिको भोलिपल्ट बेलुकासम्म जतिजनाले खाए त्यो बिल भन्दा मलाई उपरान्त मैले शान्ति दिदीको 1 रुपियाँ खाएको पनि छैन। त्यो शान्ति दिदी बोल्छन् पनि होला सायद होइन। त्यो त यस्तो हो कि यसलाई चाहिँ के रेसिपी रहेछ भने यो कुएकीलाई त्यो मेरो इच्छा सो इच्छा, मैले कमाएको प्रपर्टी हो, चाहे जता गएर खर्च गरौँ, चाहे जो मर्जीलाई दिउँ होइन, चाहे जसलाई सुकै दिउँ। त्यसको बाउको पैसा परेको थियो र त्यसले मसँग। हजुरलाई थाहा छ नि है, म 1 मिनट तपाईँसँग गफ गरेर बस्ने फुर्सद पाएँ। मैले यति चाहिँ तपाईँलाई के चाहिँ भने नि, शान्ति दिदी खर्च नगर्नु है, शान्ति दिदी प्लिज है प्लिज भनेर बरु घर जानु म पठाइदिइहाल्छु नि। आमासँग धरि पनि कुरा गरेको होइन मैले। हो गर्नु भएको छैन त्यस्तो कवितासँग मैले कविता सिस हजुरको विषयमा मैले कहीँ नराम्रो बोलेको पनि छैन। यो गनौरीहरूले यिनीहरूले भन्दैमा होइन, मलाई केही भुत्ला पनि हल्लाउने पनि छैन यिनीहरूले। मैले सिधै भनिदिन्छु, तपाईँ एउटा काम गरेर खाने मान्छे, मेहनती मान्छे, मलाई राम्रोसँग थाहा छ। मलाई पनि थाहा छ हजुर। पारो दिदी हजुर, मैले यही सुनेर म माथि चढेको है। म झर्छु किनभने तपाईँको घरको रङ कलर मैले मिलाएको पनि होइन र मैले त्यसलाई केही सुनाएको पनि होइन। ठिक छ, त्यसलाई मसँग रिसिभी रहेछ, मैले त्यसलाई गएर अदालतमा झिकिन छु, अनि त्यो भएको भएर रिसाले मेरो नराम्रो कुरा गरेछ। ठिक छ, केही फरक परेन होइन। तर 100 सिद्ध एक दिन आँखाले देख्न पाइन्छ, ढिला छिटा हुन्छ, एक दिन पक्कै पनि देख्न पाइन्छ। भगवानसँग हिजोको दिनमा कमाएको पैसा सबै दिपाले डुबाइदिएर जाँदाखेरि म जिरोमा आएर रोडमा आएर तपाईँलाई मैले रुँदै सुनाएको कुरा बिर्सिनु भयो। मसँग के थियो होइन। अहिले मेरो 70-80 लाखको सम्पत्ति त बनाइसके त मैले, फेरि यही 4 महिनाभित्रमा होइन र। हो त त्यो तिमी सत्यता थियो। ठिक छ दिदी, यस्तै हो जिन्दगी भनेको। ठिक छ, चुप लागेर बसेको छु। एक दिन न एक दिन मैले देख्न पाउँछु, यो तपाईँहरूले पनि देख्न पाउनुहुन्छ 100%। कुरा गर्नु म यहाँ हुन्छ है। ल कति खान पाए सबै राम्रो, खान नपाएर बेइज्जती कविता नै सुन। त्यति बेला कि मैले होइन, त्यति बेला पनि मैले ल यसरी पैसा पठाउँदाखेरि ल 10,000 लिएर गएर खाना जाओ। कविता सिसले भर्खर त्यो उसमा के अरे दोहोरी साथमा लगानी गर्नु भएको छ, त्यही बेइज्जत गरेर आएछ नि बेइज्जतीहरूले हो। अनि त्यति बेला पनि होइन, अनि त्यति बेला पनि पछिबाट पनि मैले गएर अब त्यस्तो मैले शान्ति दिदीले कसको कुरा गरेको तपाईँले थाहा नै छैन। तपाईँ अब कहाँको कुरा कहाँ ल्याउनु न होइन कि यो बेइज्जतीहरूले कि सुन्नु न, वही देविका सुन न, यो बेइज्जतीहरूले क्या के गरे भन्दाखेरि सो इच्छा हेर देविका, मेरो इच्छा नि मैले कसलाई भेटौँ नभेटौँ मेरो इच्छा हो कि नि, ल भन्नु त हो कि नि। अनि खान पाएर भेट्यो भने राम्रो रे, नभेट्यो भने यो फल्ने। कवितालाई मुछ नल्याउनुको कारणै छैन यिनीहरू वेश्याहरूले।
उसले आफ्नो गरेर आएको छ एउटा ओनर भएर नि त्यसरी भाडा मोजेको त मैले फर्स्ट टाइम देखा हो यहाँ होटेलमा त्यत्रो भाडा माझेको दुन्ने लुटेर खाए पो हुन्छ त खाने मान्छे भयो पो ऊ दुःख गरेर खान्छ त्यसको होटेलमा म नि गएको दिनभरि पकाउनेदेखि लिएर सब गर्दो रहेछ म नि गएको छु है म गएको छु खाएको छु राम्रो छ खानाहरू नि राम्रो छ मिठो पनि छ त्यस्तो म त त्यो कवितालाई कहिले नराम्रो भन्दिनँ मलाई त ठिक लाग्छ कविता त ऊ आफ्नो दुःख गरेर खाएको छ उसले जेसुकै गरोस् उसको जिन्दगी हो नि हिजो हो क्या को बहिनी म कति दिनमा घर जाँदैछु भने जाउँ न कविता सिस्टममा त्यहाँ राम्रो छ त्यो सर्भिसहरूदेखि लिएर खानाहरूदेखि लिएर सबै राम्रो छ भनिदिनु मान्छे मै हो अस्ति पनि एउटा भाइलाई खै पठाएको हो कि गयो कि भएन जे पनि बोल्ने भने जे पनि बोल्ने ए बुढीमा सुत्नु पर्दैन नानीलाई डिस्टर्ब भएन कि उतापट्टि सुत्न पठाउनु गइसक्यो आफ्नै कोठामा यहाँ मसँग सुत्दिनँ अरे भनेर कराएर गयो टिभी कोठामा गएको छु होइन भोलि शनिबार भनेर हामी पनि बसिरहेको आज दिउँसो नि म एक्लै छु ए त्यसो भए त डिस्टर्ब नभए त केही हुँदैन गइसक्यो उसकै कोठामा उसकै रुममा अस्ति चाहिँ मम्मीसँग सुत्छु आमासँगै सुत्छु भनेर यहीँ सुती थिएँ अनि गयो आज तपाईँ बोलिरहनु भएको कसरी सुत्नु त्यहाँ नत्र यहीँ सुत्यो अनि म बोल्यो भनेर ऊ आफ्नै कोठामा उसको कोठा नि सजाएर टिटिक्क बनायो के रे दिदी नानी तिम्रो छोरा खबर के छ कहिले जाने नेपाल के नि छोराको खबर त ठिकै छ दिदी छोएर न 22 दिन छुट्टी कस्तो मिस्टेक गरेँ नि यहाँ ल्याउनु पर्ने रहेछ घुमाउन मिस्टेक गरेको अब दसैँतिर पनि फेरि आमा एक्लै हुन्छन् दसैँमा त ल्याउँदिन आमा एक्लै हुन्छन् दसैँमा त ल्याउँदिन आमा रुन्छन् किनभने एक्लै हुन्छन् कोही साथी हुन्न नि त किनभने रुवाउनु हुन्न होइन के अरे अब छुट्टी हुँदा ल्याउँछु दिदी चैत वैशाखमा छुट्टी हुन्छ नि एक्जाम दिएर त्यति ल्याउनु यो एक्जाममा 22 दिन छुट्टी भएको थियो कि मैले मिस्टेक गरेँ साथी जाने कि बहिनीले नि आफ्नो छोरालाई त्यहाँ घुमाउन लान पाउँदैन कम्पनीमा हुनुहुन्छ पाउनु हो त अनि त्यस्तो गरेर उनीहरूले भगाए है उनीहरूले गर्यो के बोल्नु भनेर हुन त दोष मलाई लाए मलाई दोष लायो ऊ गरे मलाई दोष लाएर केही हुँदैन मैले गरेको कर्म भयो मलाई लाग्छ मैले नगरेकोलाई लाग्दैन दिपा कहाँ छ के छ सबै कुरा थाहा थियो पारु दिदी हजुर त्यो फोटो मेरी आमाको कसम मेरो छोरीको कसम मैले मिलाएको होइन सुन्नु न उनीहरूले नै फोटो मिलाएको हो अनि त्यसलाई मैले कुन अदालतमा गएर चाहिँ मैले ल्याप्चे हानेर निकाल्नुपर्छ एउटा अदालतमा गएर त निकालेको त अब कतिवटा अदालतमा गएर निकाल्नको लागि म ठेक्का लिएको मान्छे हो र मैले सोद्धाखेरि होइन मैले दिपालाई त्यो कुरा अहिले पनि गएर सोध्नु कि त्यहाँनिर गएर अहिले पनि सोध्नु कविता विष्टको यहाँ ल्याप्चे छैन भनेर अहिले पनि सोध्नुहोस् कि तपाईँहरू ल्याप्चे छ थाहा मलाई मेरी आमाको कसम म रिक्स लिएर ल्याप्चे हानेको म हो क्या म जतिखेर जे गर्छ म जानु त मैले चाहिँ पछि दिपालाई के सोधेँ नि त अनि दिपालाई मैले त्यसलाई यो कुरा दिदी मैले एउटा शब्द पनि मैले त्यसलाई सेयर गरेको पनि होइन केही होइन कसले सेयर गर भगवान् जाने उसँग नजिक भएको मान्छेले नै सेयर गरेर सायद मन्जु दिदीले विश्वास लागेर मन्जु दिदीले सेयर गरे होला नि मलाई तीनजना कविता हो त्यसलाई मैले चाहिँ एउटा कुरा पनि सेयर गरेको होइन त्यसलाई त्यो रिसले चाहिँ मलाई त्यस्तो गरे रहेछ होइन त्यसलाई मैले गएर ननिकालेर म निकाल्न जाँदा लाज हुन्छ भने मैले कुन बेला चाहिँ भने मैले उनीहरूले नै नआओस् भनेर सबैजना उनीहरूकै टिमले भनिसकेपछि म नगएको हो मैले चाहिँ लाज हुन्छ जान्न